हेलो हामी आज कहाँबाट ऱ्याफ्टिङ जाँदैछौँ होला हजुर कहाँबाट हामी ऱ्याफ्टिङ चढ्छौँ होला आज के कस्तो ए ठिकै छ कस्तो हुँदैछ अनि हजुरहरूलाई अनुभव के कस्तो हुँदैछ होला मलाई लास्टै गाह्रो भएको छ हाम्रो बुद्ध सल्लाह के कस्तो छ होला ठिक छ है यस्तो गाइजी है टक्क म्याजिकमा चढेर टक्क जाँदैछौँ हामी हजुर के गर्नु म्याजिकबाट टक्क हामी जाँदैछौँ अहिले गन्तव्यतिर अनि त्यसपछि हामी फेरि ऱ्याफ्टिङको प्रस्थानमा जान्छौँ सबैको चक्करमा आफ्नो अनुहार देखाउन बिर्सेछु ल यताबाट रमाइलो हुँदैछ रमाइलोको सुरुवाती छेडाहरू पनि रमाइलो हुन्छ गाइजहरू रमाइलो हुँदैछ गाइजहरू नाच्दै गाउँदै है अहिलेसम्म ठाउँमा त पुगेको छैन हामी त्यही पनि अब 5-10 मिनट पुग्छ भन्ने हो होइन रमाइलो हुँदैछ हेर्नुहोस् बाहिर सर्लक्क आज भोलिको दिन त्यति गाडी पनि छैन होइन पातर गाडीमा सर ब्यागमा चढेर हुँदै मान्छेहरू सुमी हेर्नुहोस् त हेलो गर्दै गाइज अगाडितिरै हुनुहुन्छ हाम्रो साथीहरू सबैतिर चालतिर बस्नुहुन्छ भान्जी हुनुहुन्छ भान्जी केही बोल्न मन छ यो छेडमा रमाइलो भइरहेको त्यही रमाइलो हामी है म्याजिकबाट हामी झर्दैछौँ झरेर अब हामी टक्क हामी अब झर्दैछौँ रमाइलो हुँदैछ है गाइजहरू टक्क रमाइलो हुँदै हामी यहाँबाट झरेर हामी टक्क झरेरै रिभर साइडतिर जाँदैछौँ ल म्याजिकबाट झर्दैछौँ हेर्नुहोस् त हेलो 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 गाइजहरू हेलो हाम्रो दाइहरूले चाहिँ भाडा तिर्दै हुनुहुन्छ म्याजिकलाई ल है त दाइ एकदम ल हामी ल आइपुग्यौँ अब हामी त्यहाँबाट हाम्रो जाने ठाउँ चाहिँ उता तलतिर हो होइन हामी सर्लक्क यहाँ तल जाँदैछौँ यी सबैजना मिलेर यहाँबाट तल जानुपर्छ काउन्टरमा पुगेपछि फेरि तपाईँहरूलाई फेरि हामी त्यहाँ पनि के हुन्छ हामी देखाउँछौँ अहिले यतिसम्म है जो बोले हेलो गाइस आज चाहिँ हामी रिभर साइडमा आएको छौँ होइन हेलो हेर्न सक्नुहुन्छ हेलो मुसी छोरी भित्रबाट छिल्लो भइरहेको हेर्न सक्नुहुन्छ यो मोडल नम्बर 3 स्पिन हो अनि मोडल नम्बर 401 हो यो चाहिँ मोडल नम्बर 1 हो किनकि सबभन्दा पुन्क्यो नि त अनि हामी चाहिँ जाँदैछौँ कता भन्दाखेरि ऱ्याफ्टिङ गर्नलाई हो है अनि यो चाहिँ हाम्रै गाउँघरको रिभर साइड हो अनि अहिले सबजना भिजिट गर्न सक्नुहुन्छ हामी चाहिँ अब जाँदैछौँ काउन्टर हामी काउन्टरमा गरी भएर आइसकेको छौँ हेर्न सक्नुहुन्छ भिजिट हेर्न सक्नुहुन्छ यहाँको अवस्था कस्तो छ यस्तो छ दामी गाइस हामी चाहिँ अहिले त्रिशुली रिभर साइड यो रिसोर्ट हो अनि यो चाहिँ पपालको छ यस्तो छ यहाँको भ्यू चाहिँ होइन हेर्न सक्नुहुन्छ उता पर पनि हाम्रो भिजिट गर्न सक्नुहुन्छ उता त्रिशुली रिभर साइड पनि राम्रो छ अनि हामी चाहिँ ऱ्याफ्टिङ गर्ने हो यहाँ जिप लाइनको सुविधा पनि छ है गाइस हेर्नु होला हाम्रो काकी हो बन्छ गाइस आउनु होला सबजना भिजिट गर्नलाई हिँड्दा चाहिँ हुन्छ ल गाइस अहिले भेटौँ है तपाईँ ल गाइस हामी चाहिँ फाइनली जक्सनमा आइपुगेका छौँ होइन अनि पेमेन्ट भएको छ यही हो यही हामी है यो चाहिँ त्रिशुली रिभर साइडको बिल्डिङ भनौँ न अनि त्यसपछि सर्लक्क यहाँबाट हामी यहाँ कुराहरू सबै इन्जोय गरेछन् मुभमेन्टहरू हेर्दैछन् मुभमेन्ट
लाई फिल गर्दैछन् हैन। अनि तपाईँको आज चाहिँ खोला धमिलो छ, लाग्छ कि आज खोलाले पनि होली खेलेको छ। हामी यहाँबाट त्यहाँबाट आज हामी बग्नेछौँ यो ढुङ्गाराको ठाउँबाट हैन। त्यही कारणले गर्दा हल्का अहिले चाहिँ हामीसँग टाइमिङ स्मेल जति एक्स्ट्रा टाइम भएको कारणले गर्दाखेरि यसो समयको सदुपयोग गर्दै अहिलेको मुभमेन्टलाई फिल गर्दै रमाइलो गर्दैछौँ। हेलो गाइज, हेलो ल रेडी भइसक्यो ल सुन्दै ल अन्त यता ल अलिक फर्केर ल सुन्दै इन्जोय हो इन्जोय। रेडी लेडिज एन्ड जेन्टलमेन्स। गाइज हामी चाहिँ फाइनल्ली है अब हल्का खाजा खाइयो। अब सबैजना हामी जाने तयारी गर्दैछौँ है। कभर सबर लगाउने हल्का खाजा खाएर हल्का नास्ता पानी गरेपछि कभर सबर लगाउने तयारी हुँदैछ। मेन यता पनि बस्दै गर्नु भएको छ, उहाँ हल्का चिसो लिनु भइरहेको छ ल गरिनु भएको अवस्था है। ल सानो यता हेर्दै ल म सानो लगाउँछु। ओ उताबाट आउँदै हुनुहुन्छ ऊ तलको खुल्ला गर्ने बाबा सिधा पछाडि खुल्ला गरिदिने हो। अहिले हामी सबैजना लगाउने तयारी गर्दैछौँ। म तपाईँलाई केही लगाएर भएपछि फेरि केही छेड्नोट देखाउने छौँ। अहिलेलाई हामी हेलो गाइस, ल ल ल ल ल सब गर्नु देखाउ ल सब गर्नु सकेन अन्य देखाउ अन्य देखाउ एकदम गरेछ अस्ति मेरो नाक यस्तो भयो यस्तो आन खाल्के अनि आले भयो हेलो 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 ल जाउँ 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 रञ्जन ए हस् जाम 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 है रञ्जन सरको भन्नुभएको छ। भन्नु पर्ने हो रहेछ। कहाँ जानु खोइ गाडीले भन्नु पर्ने भन्छ माथिले भन्दा गाडीले भन्नु भन्छ। त्यो गाइडसँग गोप्रो हुन्छ अरे है, तिनीहरूले भनेर बनाउनु आउनुपर्छ भन्ने कुरा गरेको थियो। खिलाँची गर्दा गर्दा आइपुग्यो गन्तव्यमा जान्छ गाइज। हामी हेर्नुहोस् यहाँ पनि पिङ अघि हामी यहाँ आउन पनि हामी माथि बसेको थियौँ। ठिकै छ देखि कता खोइ भइसकेको छ रेडी भइसक्यो। तपाईँहरूको रेडी नभएको तपाईँहरूले एउटा कुरा के बुझ्नु भने जसको हातमा बाङ्गो प्याडल छ त्यो मान्छे बाङ्गो हो भने बुझ्नु। को हातमा प्याडल छ
ल ओके स्टप अब पछाडि हान्ने यसरी डिएममा फेरि हान्नु हो ल हान्नु 10 चोटि हान्नु धकालिन्छ ल त्यसो मात्र भयो छेउमा गएर एउटा भिडियो गर्छु कि म विधान तपाईँ दाइ तामाङ दाइ गएर छैन कि त्यही भएर जानु भने ल उल्टी हान्नु फुट लाग्यो दाइ यस हेलो ल हेलो हेलो दाइ के भइरहेछ यहाँ ओके रमाइलो हेलो रमाइलो भइरहेछ ओके हेलो दाइ के गरेर आयो हेलो हेलो तामाङ दाइ आयो भन्दै नि दाइ हामीलाई स्विमिङ आउँछ होइन त तपाईँहरू माथि आउने चाहिँ आफै आउने क्या चढ्नु ल त्यसो भए म तानिदिन्छु है तामाङ दाइ तानिदिन्छु है ल डोरी छोडिदिनु ल आउनु माथि है तपाईँको वेट कम भारी छ नेचो नभएर माथि आउनु सक्दैन ल छोड्नु डोरी डोरी छोड्नु है ल 1 2 3 आउनु माथि ल अब नेक्स्ट ल ल छोरी डोरी छोड ल छोरी पनि आइहाल्ला माथि ल यतापट्टि बस्नु यतापट्टि ए भाउजू छोड्नु छोड्नु डोरी छोड्नु क्या खुट्टा तल नि के कहाँ कति चढाउने र खुट्टा होइन ल 1 गोरुका त फफा गरेर आयो दाइ ल दाइ यो कटुमा तान्नु खतरा हान्ने दिला त पाल्दिउँ क्या सुन्नु त दाइ आउनु ल भोला सोला सर्केलाई दाइ थाहा हुँदैन फेरि त्यही थुकी है त्यही डुब्नु पऱ्यो आफै आफै कसले डुब्नु मैले डुबाउने हो नि हात त अन्त गयो त आजको ए हाम्रो दाइ यहाँ लडिरहेको छोडिदिने कि दाइ छोडिदिनु भएन टाइट भएन क्या दाइ ल तब धुनु ल दाइ छोड्नु डोरी डोरी छोड्नु दाइ आइया बाबा कता हुँदो रहेछ दाइ भवाल हुँदो रहेछ दाइ रमाइलो भयो दिदीहरू ल टाउको नभित्ने चाहिँ रमाइलो हुन्छ ल अलि मजाले झकाल्नु ल ए दाइलाई तानिहाल्नु भाउजू के हेरे तपाईँ ल गो फरवर्ड ओके स्टप ओके गेट डाउन 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 भिजाइदिनु त तामाङको पावर देखाइदिनु हामीले जितिहाल्दैन होइन यतै फर्किने टाढाले यता गर्ने क्या हेलो ल हामी भोटे ग्याङ हो
ल हाई फाई Go, go, go! 1, 2. Only power हान्नु पर्यो तामाङ दाइ. Okay, stop. Back, 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 back. Back हान्नु ल 1. हेर्नु नि भाउजू. कोइ त? ल उठेर दिदी उठेर उठेर forward forward forward, forward, forward. Hello, left side, lane, चलाउनु पर्यो अलि पावर. Okay, stop. Forward again, forward, forward, forward. Go, 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 forward, forward. अगाडि चलाउने बहिनी अगाडि चलाउने हुन्छ हेलो लेफ्ट साइडको दाइ Go, 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 forward, forward. Okay, stop. Stop. Now go, 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 forward, forward. Okay, paddle high five. Thank you. Okay, stop. Look, get down, get down, get down. Now go forward, forward, forward. Hey, forward, forward. Siapa berlawan? फर्स्ट भयो हैन त लाइभमा ल वाइफाई वाइफाई चाहिँ चाहियो है ल वाइफाई वाइफाई बल्ल कनेक्सन भयो अनि बल्ल कनेक्सन पैसा दिइ आउने हो ए भाउजू धेरै टाढा नजाने फेरि गइ आउँछ उता सुरुङ भित्रबाट स्वाट स्वाट फेरि
तपाईँ फेरि जान्ने भएर हामीलाई नि थाहा क्या तपाईँलाई स्विमिङ आउँछ ए बुढे कहाँ गएको त्यो बहिनी अब जब होइन ल डुबाई वरि कस्तो हो कस्तो हुन्छ डुब्नुको व्यथा त्यो मलाई के थाहा लायो आयो खै मुसीलाई यता बोलाउनु त ल यता हाम्रो फेरि आमा पान्छ त यो जान्ला मैले ल गरेर ल डोरी छोड्नु ए ल आफै आउँछ छोडिदिनु आफै आउँछ ए यहाँ माथि आएर चाहिँ भने ए ल ल अब चाहिँ आउँछ ल झोले ग्याङ कमान फरवर्ड हेलो राइट साइड अलि पावर हान्नु पर्यो राइट साइड अझै पावर let's go forward go forward okay stop okay go forward only power and only power go forward okay stop now get down okay paddle high five oh yeah oh paddle high five thank you so much love thank you so much सबैजनालाई हेलो गाइस अब चाहिँ हाम्रो यात्रा हेर्न सक्नुहुन्छ हाम्रो यात्रा हामी चाहिँ सबै सकेर अब गाडीमा जान्छ भनेर गाइस जानु भइरहेछ बोकल भयो मैले गाइस यो चाहिँ यात्रा सकिसक्यो गाइस हाम्रो घर जाने गाडीमा जाने अब हेर्न सक्नुहुन्छ हाम्रो टिम यो चाहिँ उताको चारको टिम जानु भयो हेर्न सक्नुहुन्छ लसन ढ्यालो भन्नु हेलो सुसेङको ढ्यालो भन्नु हेलो आज रमाइलो गयो हाम्रो यही हो इन्डिङ ड्राफ्टिङको गाइस हैन अनि धेरै रमाइलो भयो तर चिज हुँदो रहेछ गाइस तर खोला धमिलो हुँदा नि आज आउनु त आइयो यस्तो खोला धमिलो थियो हैन खोला धमिलो थियो तर पनि यो हाम्रो छुइटायो थियो भने बल्ल बल्ल आइपुग्यो त्यहाँदेखि रमाइलो भयो गाइस मजा आयो फर्स्ट टाइम आएको त्यहाँदेखि डर लागेन गाइस यस्तो बालुवा सुत्नु आयो अरे बालुवा चाहिँ तातो भएर खुट्टै तातो हेर्न सक्नुहुन्छ अरू टिमहरू नि यता हुनुहुन्छ सबैजना सो सबैजना भिजिट गर्नु होला रमाइलो राफ्टिङको लागि नेपालको साहसिक क्रीडा क्लब ल गाइस अब चाहिँ हामी पछि भेटौँ न त गाइस यो इच्छालाई चाहिँ बिर्स फेरि सुरुबाट मैले यस्तो गरिदिएको है इच्छा हाल्नु यो सेम ऊ जस्तै देखायो के अरे त्यो च्याखुरे लामखुरे जस्तै देखायो हाम्रो यात्रा सक्यो सानी गाइस यात्रा सक्यो
त्यस्तो छ बाटो हामी यात्रा सकेर आएको छौँ तपाईँहरू सबैजनाले युट्युबमा हेर्नु होला हाम्रो भिडियो अब हामी युट्युबमा ल गाइस अब अहिले चाहिँ हामी ऱ्याफ्टिङ सकेर यसरी होइन ऱ्याफ्टिङ सकेर हामी चाहिँ गाडीमा यसरी बसेर हामी फर्किँदैछौँ फेरि टिचर रिभर साइडतिर यसरी सबैजना हेलो बुद्ध सर हेलो 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 इसा म्याम यसरी हामी फर्किँदैछौँ है तपाईँहरू देख्न सक्नुहुन्छ उता यसरी नै हामीलाई यसरी ल सानो ए तपाईँ पनि गर्दै गाइस हेलो गाइज फेरि घरतिर गाइस रमाइलो त भइरहेको तर के हुनु अहिले पानी परिरहेको तपाईँले देख्नु सक्नुहुन्छ हुन्न त्यो कारणले गर्दा अहिलेलाई चाहिँ म यति नै है गाइस ल सबैलाई बाई बाई गरिदिनु फेरि हामी उहाँ पुगेपछि फेरि जोइन हुन्छ तपाईँहरूसँग